दर्शकबिन फेरि पूजाले मालतीलाई कुर्दै मालती लिएर पूजाको सासूले अब बदला लिलान् त आउनुहोस् यस बारेमा केही कुराकानी गर्नेछौँ। त्योभन्दा पहिला हजुरहरूलाई बुहारी सिरियल एकदमै मनपर्छ भने त्यसको लागि अवश्य पनि एक लाइक र सब्सक्राइब गर्नुहुन्छ भन्ने आशा राख्दै आजको मेन विषयतर्फ लागौँ। दर्शक पूजाले पनि फेरि मालतीलाई आफ्नो सासूलाई कुटेकी छिन् किनकि त्यो मालतीले गर्दा नि यत्रो सब घटना भएको त्यसैले पूजाले मालतीलाई कुटेकी हुन्। मालतीले कहिले यता कुरा उता कुरा यता लगाई सासूबारी बीच झगडा गराई एकअर्कालाई गलत बनाई आफ्नो बदला पुरा गरिरहेकी थिइन्। तर अहिले भने पूजाले राम धुलाई गरेकी छिन्। मालतीले र पूजाको सासूले बदला लिउँछु भनिरहेका छन् तर रामले पनि त्यसै हेरेर बस्दैनन्। आफ्नो बहिनीलाई अत्याचार हुँदा राम त्यसै चुप लाएर बस्दैनन्। रामले केही न केही सोच विचार गरेर बसेका छन् किनभने त्यसै आफ्नो बहिनीलाई यत्रो अत्याचार हुँदा चुप लागेर बस्ने मान्छे होइनन्। त्यसैले रामले कति बेला तिनीहरूलाई झुकाउने हुन्। अहिले त तिनीहरूले रामले केही गर्दैन भनेर सोचेका छन् तर राम चुप लागेर बस्नेवाला छैनन्। दर्शकबिन अब मालती पनि फेरि जेल जानुपर्छ र पोस्ट आएको हेर्ने चाहनेहरू को हुनुहुन्छ त्यसको लागि अवश्य पनि कमेन्टमा राम लेख्न नभुल्नु भन्दै म यहाँ बिदा हुन्छु। धन्यवाद।